के कुरा खान्छ अरे लास्टमा निकै कुरा खाने मान्छे कि नै त मेड बानी त तस्सी छ हम आज चाउमिन खानु उनबेटे रोकिया थिए कविताले हामीलाई अट्काइदियो खानु कि नखानु उनबेटे लास्टमा त हामीले खाइहाल्यो चाउमिन खानाको लागि हामी जानु हाम्रो दाइको पसलमा जनजति नजिकै छ त्यो पसल उत्तेलाई हो बाहिरलाई दाइको क्यान्टिन भने फेमस क्यान्टिन भयो और छोले समोसा खानेको हम चाउमिन खानेको मात्र हुनु छोले समोसा हामीलाई हाम्रो कलेजकै क्यान्टिनको मन पराउँछ अनि आज बहुत पछि हामीले कति महिना पछि चाउमिन खायौँ यहाँको अनि यहाँको मन्चुरियनले निको हुन्छ तपाईँ म मन्चुरियन लास्टमा खानाको लागि बचाएर राख न तर मेरो थालामा आएका मन्चुरियन सब चोइदिन निनु थाहा छ कि नै मलाई त मन नै पड्यो यसो करके अब हेर कविता म बुढ्ना रह्यो तँलाई मेरो मन्चुरियन चोद्दे काम जन गरेँ तँ अनि आज चाहिँ हाम्रो पेट भरिगयो थियो यो मलाई पछि लास्टमा मैले छाड्या मन्चुरियन मलाई जबरजस्ती गयो नाथी आफ्नोले पेट भरि नत्र खाइहाल्दै थियो हुनु आज अब मेरो पेट भरिया थियो आफ्नो मेरोले भरिया थियो आफ्नोले भरिया थियो तपाईँ मलाई जबरजस्ती गएन थियो अनि खाइसकेपछि यसरी भाँडा साफ गर्नु पर्छ गाइज अनि हम क्या गफ गर्दा थियो त्यसलाई 11 बजी गई थिएँ आज इल्लिङ हम 10 बजे घर पुगे मान्छे आज 11 बजी गई थिएँ आज घर आएपछि म फुपूसित दोस्रो बजार गएँ अझै उहीको परिचय पत्र ल्याउनु थियो परिचय पत्र लिया उही पछि अब यसो घुम्नु गया ब्याङ्कमा एक खाता अड्किरहेछ है भगवान् मलाई 9 रुपियाँ हालिदिनु बनाएको थिएँ खाता अड्काइरहेको छ आफ्नो उही पछि अब म पानीपुरी खान गएको थियो हाम्रो फेमस पानीपुरी दाइको मोहन चाट भण्डार पार्कलाई यति मिठो पानीपुरी बनाउनको अब 4 नम्बर गल्लीका पानीपुरीमा मान्छे के खाने रहेछन् मलाई त कबै थाहा नै भयो यतिलाको पानीपुरी त यति निको हुन्छ अनि मैले आइसक्रिमले खाया अनि फुपू चप्पलले किन्न भन्ना थियो चप्पल टुटेको थियो कि अनि त्यो बिन्दास कलेक्सनमा गएँ त्यहाँ चप्पल त मस्त हुनान् मैले अस्ति किनेको थिएँ आज फुपूले गयो किन्नको लेखा नर्मल वेयर कि लेखा ठिक हुन्छ चप्पल त्यहाँको अनि त्यहाँ चाहिँ ककालु मार्टमा यति निको सामान छ यति निको सामान छ लाइक हाम्रो त बाटाइमा पढन्छ ककालु मार्ट त्यहाँको जुन यो ब्युटी सेक्सन छ नि त्यो ठाउँमा त तम गया झन् किनकि त्यहाँको ब्युटी सेक्सनमा तमलाई त्यो छाड्डै मन नलाग्यो लाइक यति निको बोडी लोसन यति निका बोडी लोसन थियो त्यहाँ अनि तर मेरो त्यहाँ गएँ मलाई गरिबी देखिन्छ क्या म कति गरिब छु भन्ने थाहा हुन्छ मलाई त माटोभित्र गएछ क्या त्यहीभित्रका सिरामिक्स मलाई सिरामिक्स यति मन पर्दैन तर सिरामिक्सले मस्त थियो तर मैले रुपियाँ नै क्या यसै छ जिन्दगी अनि हामी पानीपुरीले घरले भेटाएर तर ककालु माटोका बाहिरलाई आया गाईले हाम्रो पानीपुरीको छोलेले पानीले सब खाइदियो पछा पुरी रहेन हाम्रो घर ल अब क्या तुम ल ठिक छ गाइज आज के लिए खाएँ यति भोल भेट्ला।